प्रधानमन्त्री बालेन्द्र शाहलाई राजदूत बनाइदिनुहोस् भन्दै मेसेज गर्ने व्यक्ति कारवाहीमा परेका छन्। प्रधानमन्त्रीको स्टाटसले अहिले जताततै चर्चा पाइराखेको छ। खास के थियो यो स्टाटस भित्रको रहस्य? शनिबार सामाजिक सञ्जालमा एक स्टाटस लेख्दै प्रधानमन्त्री शाहले भनेका छन्, मलाई पनि एम्बेसडर बन्न मन छ। पीएमको नम्बर छ भने यसो दिनुहोस् न। आफ्नो पदको गरिमा बिर्सेर व्यक्तिगत स्वार्थका लागि अनुचित बाटो रोज्ने उच्च पदस्थ कर्मचारीको नियतलाई कटाक्ष गर्दै प्रधानमन्त्रीले यस्तो स्टाटस लेखेका हुन्। उपराष्ट्रपति कार्यालयका सचिव कृष्णहरि पुष्करले आगामी असार 24 गते अनिवार्य अवकाशमा जानुअघि राजदूत बन्ने चाहना राख्दै प्रधानमन्त्री शाहलाई सिधै मेसेज गरेका थिए। अब यो मेसेज उनलाई महँगो परेको छ। प्रधानमन्त्रीलाई यस्तो मेसेज पठाएपछि प्रधानमन्त्रीको सचिवालयले उनलाई पक्राउ गरी केरकार गर्न प्रहरीलाई निर्देशन दिएको थियो र उनलाई टेकु स्थित उपत्यका अपराध अनुसन्धान कार्यालयमा सोधपुछ गरेर छाडिएको थियो। शुक्रबार प्रधानमन्त्री शाहकै निर्देशनमा उनलाई जिम्मेवारविहीन बनाउँदै जगेडामा राखिएको छ। यो कारबाहीबाट प्रष्ट हुन्छ उदाउँदै गरेका युवा प्रधानमन्त्रीले देश हाँकिराखेकै बेला बिचौलिया र भ्रष्टाचारीहरूले आँखा नलगाएकै राम्रो।